नमस्ते। 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 ल सबजना नमस्ते। नमस्ते। नमस्कार। ल अब आज हामी हाम्रो क्लास सुरु गरौँ। आज हाम्रो कतिौँ कक्षा भन्दाखेरि आज 7औँ कक्षा जस्तो लागिरहेछ मलाई। अम, त्यस पछाडि अब अस्ति हामीले के पढाएको थियौँ अरे अस्तिको क्लासमा कसले भन्छ? ल सबको हात उठ्यो। ल दीक्षालाई दिएँ मैले। ल पशुपतिनाथको मन्दिरको बारेमा। हो, पशुपतिनाथको मन्दिरको बारेमा पढाएको थियौँ। त्यहाँ शिवरात्रि, अनि तिमीहरूले त्यो होमवर्क पनि रेकर्डिङ गरेका थियौ। त्यहाँ ओम नमः शिवाय भन्ने पनि आयो होइन, अथवा जय शम्भो भन्ने पनि आयो नि। आयो। अब तिमीहरूलाई यसो मन्दिर जाँदा मान्छेले जय शम्भो भन्दाखेरि ए के भनेर छन् भन्ने नहुने भयो। अब यो चाहिँ शिव भगवानलाई जय शम्भो भनेर छ भन्ने हुने भयो होइन। राम्रो। अनि त्यस्तो हो। ठिक छ। अब हामी ल एन्थमबाट सुरु गरौँ आज। पर्ख है त, म यहाँ चाहिँ उयो सुरु गर्छु। सेयर साउन्ड गरेँ मैले। अनि स्क्रिन मैले होल स्क्रिन नै सेयर गरौँ कि जस्तो लाग्यो। त्यसो गर्दाखेरि पर्ख यो गरेँ। आज चाहिँ मैले यो अर्को बजाउँछु। ल यो हामी सयौँ थुङ्गा फुल्का हामीले सधैँ यो बजाएको थियो। आज चाहिँ यो किड्सको बजाउँ न त। ल सबजना उठ है। Nani and Babu. तपाईँले बस्नु राम्रो बसेर त्यस्तै होइन। धर्म संस्कृति सन्देशाला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। नाइस है, राम्रो रहेछ नि यो पनि। यो नि राम्रो नि रहेछ। ल ठिक छ ठिक छ। अब चाहिँ होमवर्क त मैले त्यहाँ देखाएको छु तिमीहरूको होइन। अझ होमवर्क मैले यहाँ अब अस्तिको जस्तो अस्ति चाहिँ राम्रो बानी भन्नेको हुनाले हामीले त्यहाँ गरेका थियौँ। सबैको होमवर्क हेरेका थियौँ होइन। अब आज चाहिँ एकैछिन पर्ख मैले आज चाहिँ हामी के गर्ने भन्दाखेरि अब म यहाँ नेपाली हाम्रो बुक यहाँ म निकाल्छु है त। नेपाली बुक यो बुक चाहिँ अलिकति भिन्दै रहेछ है तिमीहरूले पाएको बुक भन्दा होइन। त्यो जस्तै मैले के हिजो त्यहाँ हेर्दाखेरि पो थाहा पाएँ होइन। हिजो हेर्दाखेरि मैले के थाहा पाएँ भन्छौ भने यो पर्ख ल जस्तै ओके यसलाई चाहिँ मैले यो ठुलो स्क्रिन गर्दा त यसले त दुईटा देखायो मलाई। पर्ख है एकैछिन है। यहाँ मैले हो त्यो एउटै स्क्रिन बनाउँछु। दुईटा स्क्रिन बनाउँदाखेरि यसले इन्लार्ज गरेर अटोमेटिकल्ली ठुलो न ठुलो देखाइदियो। हामीलाई यति भए लगभग हुन्छ होइन। अनि जस्तै मैले देखेको डिफरेन्स चाहिँ तिमीहरूलाई के देखेँ भन्दाखेरि जस्तै यो बुकमा यो अहिले मसँग जुन बुक तिमीहरूलाई यहाँ मैले स्क्रिनमा देखाएको छु यो बुकमा के छ भन्छौ भने यहाँ माथि एउटा प्याराग्राफ चाहिँ दुईटा सेन्टेन्सको छ। तर तिमीहरूको अहिलेको नयाँ बुकमा यो दुइटैलाई एउटैमा कम्बाइन गरेको छ। अनि त्यस पछाडि यता तल रहेछ अनि त्यस्तो छ है त। ठिक छ, केही छैन। लगभग उस्तै छ। अब ल हेरौँ है त। अब अनि अब हाम्रो यो बाँकी छ यो दोस्रो चाहिँ होइन। यो यो म अहिले आउँछु यो ऱ्यापअप गर्नलाई। तर आज हामीले सुरु चाहिँ केबाट गरौँ भन्दाखेरि नेपाली नम्बरबाट। धेरैलाई आउँछ होला, बिचमा यसो प्र्याक्टिस गर्न पनि हुन्छ। त्यसकारण आज हामी नेपाली नम्बर पढ्छौँ पहिला चाहिँ ओके। अनि त्यस पछाडि भरे लास्टमा म तिमीहरूलाई कति टाइम रहन्छ अनि त्यो पढ्न पनि दिन्छु। हो अङ्ग्रेजीमा अब अङ्ग्रेजीमा चाहिँ होइन 0 1 2 3 भने जस्तै नेपालीमा पनि त
नम्बर त हुन्छ नि त होइन कसलाई हुन्छ कसलाई आउँछ अलल्ली नम्बर नेपाली नम्बर सुनेको जतिले हात उठाओ त ल ओके सचिनको हात देखेँ सुलभको देखेँ ओके ल धेरैलाई आउँछ अब तर लेख्न कतिलाई आउँदैन होला म अलि लेख्न पनि यहाँ सिकाउँछु आज है लेख्न पनि सिकाउँछौँ हामी लेख्ने प्र्याक्टिस गर्छौँ अनि त्यस पछाडि भन्ने पनि अब त्यो नम्बर भन्नु पनि पर्यो नि त अब त्यो कसरी भन्ने त्यो पनि त थाहा हुनु पर्यो त्यो हामी गर्छौँ ल ल अब हामी के गरौँ भन्दाखेरि ल सुरु गरौँ हाम्रो जिरो अङ्ग्रेजीमा जिरो भने जस्तै नेपालीमा के भन्ने अरे कसले भन्छ शून्य हो सुन्नाइ होइन के शून्य यहाँ हेर त यहाँ लेखेको यी सु होइन सु आदि न य शून्य ओके हामी सानामा चाहिँ सुन्ना भनेर पढ्थ्यौँ तर शून्य के अरे सबैले भन त अनि जिरो अब जिरो त तिमीलाई लेख्न आइहाल्छ है यसरी जिरो ओके शून्य भयो अनि अब त्यस पछाडि वानलाई के भन्ने यहाँ ल यो पढ्न लाउँछु है म है त्यो के अरे यहाँ एक एकजनालाई भनेर ल सचिन पढ त ल रामचन्द्र पनि भन्छ एक सुलभ यहाँ एक चाहिँ यहाँ इङ्ग्लिसको नम्बर 9 चाहिँ पनि देख्ने अहिले म लेख्न सिकाउँछु मैले यहाँ पढ्न मात्रै भनेको छु ओके पढ्ने सुलभले पढ्ने यो पढ्ने सुलभ एक ल त्यस पछाडि आयनलाई देख्दैछु मैले ओके सुशान्त एक गुड पर्खै अरू सबैलाई पालो पुर्याउँ अनि ल त प्रभा भनेको छौ तपसको होला ल तपस पढ के भन्ने अरे एक दीक्षा सुनिएन है तिम्रो अनम्युट गरेर बोल दीक्षाको सुनिएन तिमी बोल्दैछौ त एक बने मैले सुने यहाँ सुनिएन ओके ल क्रिस्टिना त भन्दिनँ होइन अब क्रिस्टिनालाई किन भन्न लाउनु ल अग्रिमा भन त एक ओके ल अब यसो गरौँ ल एक भयो यसो गरौँ यसैलाई मात्रै उयो नगरौँ अब त्यस पछाडि नम्बर 2 लाई हामीले के भन्ने होइन एकछिन वेट पालो आउँछ के अब अग्रिमाले भनिसके अब आश्विनले भन्छ यहाँ पढ त यहाँनेरि आश्विन पढ दुई दु यहाँ द दा दिदीको दु अनि यो इ आइको इ दुई अनि ल दुई अब त्यस पछाडि आरोग्यले पनि भन यसैलाई भन यही अलि साह्रो बोल आरोग्यको सुनिएन फेरि है फेरि बोल त तिम्रो किन आवाज सुनिएन मुख चलाएको देख्छु तर ल ओके मैले पास गरेँ अम्बिकाज फोन भनेको छ को हुनुहुन्छ त्यहाँ त्योलाई उ गरे हुन्छ आश्विनको बहिनी हो कि त्यहाँ समृद्धि भन ल दुई ओके यो को हुनुहुन्छ यो अम्बिकाज आइफोनमा ल ओके गुड दुई अब यहाँ हेरौँ है त अब यहाँ हामीले अब ठिक छ यो गरेर बेतिनी सर नमस्कार म अम्बिका नै हो ए नमस्कार हजुर नेक्स्ट टाइमबाट क्लास लिने हो त्यही भएर हजुर क्लासमा फुर्सद भएको बेला ल ओके काममा छु है एकदम केही छैन सरी है म त भा होइन तपाईको हैन ठिक छ छोरी हो कि कोही हुनुहुन्छ भनेर टर्न अस्ति पनि कुरा भएको थियो मेरो त्यतिखेर अनम्युट नै भएन त्यही भएर हैन हुन्छ नि थ्यांक यू ए ल हस् अब सुन्नु भयो कि अहिले सुने आरोग्य ल भन त यो दुई गुड आयन त्यो हेडफोन तिमीले नटोक त त्यतिकै छोड्दै हुन्छ सुनिन्छ राम्ररी नै माथि लगिराख्नु पर्दैन ल दुई अब फेरि हामी यहाँबाट सुरु गरौँ है अहिले अनि लेख्न सिकाउँछु म हामी पढिसकौँ अनि त्यस पछाडि हेर है अब यो अर्को नम्बर आयो होइन अर्को नम्बर आयो फेरि मैले सुरुबाट गरेँ ल आयनले भन्छ अर्को नम्बर यो कति हो यहाँ राम्ररी अलि सुनिएन फेरि 3 यहाँ त छ 3 होइन अब त्यस पछाडि ल आरोग्यले पनि भन्ने यसलाई भन त 3 यहाँ हेर यहाँ 1
यहाँ शून्य भनेको नोथिङ होइन, शून्य भनेको केही पनि होइन, केही छैन। एकमा एउटा डमरू थियो, यसलाई डमरू भनिन्छ। दुईमा एक दुईवटा डमरू थियो। अनि अब यहाँ तीनमा कस्तो छ, तीनटा डमरू छ नि त, एक दुई तीन। ल ल ठिक छ। अब त्यस पछाडि आरोग्यले पनि भन्यो। अब त्यस पछाडि ल आश्विनले यो, अब हामी अर्को नम्बरमा जाउँ। पढ त आश्विन यहाँ राम्ररी। 4 यहाँ कतिवटा डमरू छ काउन्ट गर। यस अब यहाँ भन्नु पर्यो नि, एक भनेर, एक नेपालीमा काउन्ट गर्ने, दुई अनि 3 4 गुड, भेरी गुड। ल अब रामचन्द्रको पालो। ल रामचन्द्रले यो पढ्छ अनि यहाँ काउन्ट पनि गर्छ है त, अनि गन्छ पनि। ल यहाँ के लेखेको छ रामचन्द्र? 5। अनि यहाँ ल यो गन त कतिबाट? ल 1 2 3 4 5। गुड। ल गुड 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 ओके। अब त्यस पछाडि को छ यहाँ भन्दाखेरि ल दीक्षाको पालो। ल मैले त्यहाँ अब त्यो मेरो स्क्रिनमा जसलाई देख्छु तिनीहरूलाई भन्छु। ल यो नम्बर भन त। 6 नेपालीको 6, क ख ग ङ को 6 होइन। अनि ल यहाँ सुरुबाट काउन्ट गन यो 3 4 5 6। भेरी गुड। ल भेरी गुड। अब त्यस पछाडि मैले देख्दैछु सुलभलाई। सुलभले अर्को यो नम्बर यो पढ्छ अनि त्यस पछाडि ल 7 8 नो 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 7 ठिक छ। अब यहाँ लेख्न अहिले सिकाउँछु, यहाँ काउन्ट गर्ने। ल एकबाट 1 2 3 4 5 6 7। ओके 7। ल गुड। धेरै सजिलो छ। ओके कसको चाहिँ यहाँ अनम्युट भएको छ है, पछाडि ब्याकग्राउन्ड सुनिराखेको छु पहिले। अरू जो नबोल्ने हो म्युट गर है। ओके ल अब त्यस पछाडि मैले यो स्क्रिन सेयर गर्दा यहाँबाट देख्दिनँ, त्यस कारण उयो गर्नु नपरोस्। तिमीहरू ज्ञानी छौ होइन, गाली गर्नु नपरोस्। आफू नबोलेको बेला पछाडि म्युट गर्ने। ओके ल अब त्यस पछाडि सुलभ पछाडि त्यहाँ को छ भन्दाखेरि मैले तपसलाई देख्छु। यो पढ त तपस। 8 काउन्ट पनि गर। 1 2 3 4 5 6 7 8। ल गुड। अब त्यस पछाडि मैले देख्छु अग्रिमालाई देख्छु। ल अग्रिमा तिमी पनि पढ त, यही पढ अनि त्यस पछाडि काउन्ट गर त। 8 काउन्ट गर एकबाट। 1 2 3 4 5 6 8 6 पछाडि 7 है, 7 यहाँ यी 7 8। ल गुड। अब सचिनको पालो। सचिनले चाहिँ अर्को यो 9 पढ। ल 8 पछाडि 9 आउँछ, तिमीलाई थाहा छ। पढ त यो 9। काउन्ट पनि गर है, गन्न पनि यहाँ। 1 2 3 4 5 6 7 8 9। गुड गुड होइन, तिमीहरू जान्दैछौ नि। 1 2 3 4। अब यहाँबाट फेरि रिभ्यू गरौँ एकचोटि। सुरुलाई 0 है, 0लाई त अब यहाँ छैन भन्नु परेन। 0 0 अनि त्यस पछाडि 1 2 3 4 5 6 7 8 हुँदै हामी यहाँ 9मा पुग्यौँ होइन। अब त्यस पछाडि मैले यहाँ देख्छु, कसलाई देख्छु भन्दाखेरि नि समृद्धि। ल सचिन पछाडि समृद्धि। तिमी यो पढ्न सक्छौ? यो 10 सम्म पुग्न सक्छौ? ट्राई गर त। ल 1 2 3 4 5 6 7 8 9 10। ल गुड, भेरी गुड। 10 सम्म उसले भन्यो। अब कसको पालो आएन यहाँ? एकचोटि हेर्छु है त म। ल कसको पालो आएन? ल सबको पालो आयो। अब एकचोटि फेरि सुशान्तको पालो आएन जस्तो लाग्यो मलाई। सुशान्त ल तिमी पढ त यो 10 सम्म फेरि। 1 2 3 4 5 6 7 8 9 10। गुड। ल म्युट गर है, तिम्रो पछाडि रहेछ ब्याकग्राउन्ड अलिक मान्छे। ल ठिक छ। अब हेर है त, अब हामीले 10 सम्म जाने पछाडि यता पछाडिको सजिलो हुन्छ, त्यही अङ्ग्रेजीको जस्तो 1 1 11 भने जस्तो 1 1 11 1 2 12 हुँदै जान्छ।
होइन। जस्तै हामीले 10 सम्म जानिसके पछाडि त अङ्ग्रेजीमा पनि के गरेको थियो, जस्तै 1 र 1 यहाँ हेर यहाँ कसरी भनेको छ, 1 र 1 11 भने पछाडि 1 1। ल लेख्न सुरु गरौँ। ल ल सबैले पेन र उयो गर त, पेन र पेपर रेडी पार त, अलिकति लेख्न प्र्याक्टिस म यहाँ सिकाउँछु। अनि तिमीहरू एउटा छुट्टै पेपरमा लेखिएर पहिला सिधै बुकमा लेख्दाखेरि तिमीहरूको बिग्रिन सक्छ होइन। एउटा छुट्टै पेपर जस्तो छ, अथवा त्यही पेपरको पछाडिपट्टि पनि त्यही नेपाली बुकको पछाडिपट्टि पनि खाली पान्ना छ, त्यहीँ लेखे पनि हुन्छ सानो, अनि भरे मेटे हुन्छ। म यहाँ सिकाउँछु। अब त्यस पछाडि हामी लेख्छौँ है, सबैजनाले सँगै लेख्ने है। अब यहाँ हेर, पहिला 0 त अब तिमीहरूलाई लेख्न आइहाल्यो होइन, 0 लेख्न आइहाल्यो। अनि त्यस पछाडि 0 भनेको 0 भयो। यो 1 चाहिँ अघि सुलभले भन्दै थियो नि कसरी लेख्ने अरे, अङ्ग्रेजीको 9 जस्तो छ हेर है त। अनि यो प्रिन्टमा अलिकति फरक देखिन्छ, भरे म त्यो कुरा गर्छु। जस्तै अब 1 कसरी लेख्ने, तिमीहरूलाई 9 लेख्न आइहाल्छ सबैलाई, अङ्ग्रेजीको हो त्यस्तै हो। ठिक, अब यहाँ हेर है, म यहाँ लेख्छु, तिमीहरूलाई अनि त्यो यहाँ पहिला हेर अनि त्यस पछाडि लेख्ने नि। जस्तै यहाँ पहिला यसरी तिमीले 0 बनाए जस्तो गर्नु पर्यो होइन, अथवा अङ्ग्रेजीको 9 लेखे जस्तो। तिमीहरूलाई 9 लेख्न आइहाल्छ हो यसो गरेर होइन, अङ्ग्रेजीको 9 यस्तो। सर यहाँ बाङ्गो चाहिँ बनाउनु भएन है, यहाँ मेरो अलिकति थोरै यहाँ, ल ठिक छ, म फेरि लेख्छु, बिग्रियो। अनि नेपालीको 1 अब यो अङ्ग्रेजीको 9 पनि कसैले त यत्तिकै सिधा मात्रै पनि सिकाउँछ नि, हो यस्तै मात्रै। तर यता बाङ्गो चाहिँ हुनु भएन। ल यता बाङ्गो आयो भने चाहिँ अब अङ्ग्रेजीको 9 त यसरी हो गरेर यता ल्याउँछन् जनरली लेख्दाखेरि, तर यता बाङ्गो चाहिँ बनाउनु भएन, सिधा मात्रै लेखेको चाहिँ के हुने भयो, नेपालीको 1 हुने भयो। ठिक छ, ल ठिक छ, ठिक छ। गुड। अब यहाँ अर्को तिमीहरूलाई एउटा पनि के भनिरहन्छु भन्दाखेरि नि, त्यो कुनै कुनैमा प्रिन्टमा चाहिँ यस्तो पनि लेखेर देख्छौ है तिमीहरूले, 1 यहाँ हेरिराख नि अलिकति छुट्टै, यो कसरी 1 भयो भन्छौ होला, यस्तो गरेर अनि यहाँनिर अलिकति बङ्ग्याएर यता यता राखेर अनि यता यता राखे जस्तो यस्तो पनि देख्छौ कि त्यो कुनै कुनै फन्टमा चाहिँ। अनि त्यस्तोमा झुकिन सक्छौ, यो 2 होइन यो 1 नै हो। म यहाँ देखाउँछु त्यस्तो है त अहिले तिमीहरूलाई। जस्तै हेर है, मैले लेखेको जस्तो यहाँ रामचन्द्र र अग्रिमा प्लिज भिडियो अन गर। भिडियो अन गर है, यहाँ हेर ल, यहाँ कहाँ त्यस्तो 1 देखिरहेको थिएँ मैले, यो बुकमा होइन रहेछ, अर्को बुकमा रहेछ त्यस्तो 1, तिमीहरूसँग भएको बुकमा चाहिँ त्यस्तो 1 छ। यहाँ हेर त, मैले लेखेँ जस्तो 1, यहाँ चाहिँ अलिकति भिन्दै खाले 1 छ। यहाँ हेर न, यहाँ 1 यस्तो छ, यहाँ 1 यस्तो छ, नझुक्किने है, यो चाहिँ डिफ्रेन्ट फन्टले गर्दा त्यस्तो भएको हो यो। अब यहाँ 1 यस्तो अघि हामीले लेखे जस्तो, तर यस्तै लेख्ने धेरैमा। अब यहाँ हेर त, प्रिन्टमा चाहिँ यहाँ 1 यस्तो जस्तो छ, अलिकति बाङ्गिएको जस्तो के होइन, मान्छे चाहिँ एकदम थरथरी कामदै खुट्टा यसो उ गरे जस्तो छ नि, 1 र 1 11 होइन, त्यस्तो गरे जस्तो छ, त्यस्तो होइन। ल गुड, ल 1 हामीले लेख्यौँ। ल सबले लेख त, 1 0 र 1 लेख्ने सबजनाले। तिमीहरूको त्यो उसमा पेपरको लास्टमा लेखे पनि हुन्छ, अथवा एक्स्ट्रा पेपर छ भने एक्स्ट्रा पेपरमा लेखे पनि हुन्छ। ल 0 1। अब यतिखेर कुन पेजमा हो भन्दा पछि अघि लेखिसक्यो। ल गुड गुड। त्यो बुक र यसमा फरक छ, त्यो पशुपतिनाथको मन्दिर भन्दा अर्को च्याप्टरमा छ यो। ओके हो, त्यही बुककै यता साइडमा लेखे पनि हुन्छ, हो यस्तै कोठा छ होला त्यसैको साइडमा लेख न तिमीहरूले पनि, केही फरक पर्दैन, पछि मेटे भइहाल्छ, अहिले सजिलोको लागि। लेखिसक्यो हो सबले? लेखे, पेपरमा लेखेको हो। ल ठिक छ, पेपरमा लेखे पनि हुन्छ, त्यही बुकको साइडमा लेखे पनि हुन्छ। ल गुड गुड ओके। ल 1। अब त्यस पछाडि हामी 2 लेखौँ। हेर है, 2 त सजिलो छ, 2 अङ्ग्रेजीकै 2 जस्तो हो होइन। अब तिमीहरूलाई थाहा छ नि त अङ्ग्रेजीकै 2 जस्तो। अब यो फेरि लेखौँ यहाँ, ठ्याक्कै लगभग उस्तै हो। अङ्ग्रेजीको 2 को चाहिँ तलपट्टि यसरी सिधा पार्छौ, तर यसलाई चाहिँ यहाँ हेर है त, म यहाँ सबले स्क्रिनमा हेर एकचोटि म लेख्छु, अनि त्यस पछाडि तिमीहरूले पनि त्यस्तै लेख। ल यस्तो गरेर बिचमा चाहिँ गोलो यसको चाहिँ अङ्ग्रेजीमा पनि यस्तै लेखे हुन्छ, अनि त्यस पछाडि यस्तो र, तिमीहरूले खाँबे र लेखेको थियो नि, हो त्यस्तै त हो नि, झन् यहाँ यसरी तानो भने चाहिँ र हुन्छ 2। ल ठिक छ, ओके ओके। मैले देखेँ, अहिले म लास्टमा हेर्छु है, सबैजनाको लास्टमा हेर्छु 10 सम्म पुगिसके पछाडि। ल 2 लेख सबले, लेखिसके हो? लेखिसके। ल ओके। ल अब 3 लेखौँ, 3 पनि सजिलो छ।
3 कसरी सजिलो छ भन्दाखेरि यहाँ हेर है त त्यो नम्बर अंग्रेजीको नम्बर 2 जस्तो हो त त्यो तलको कर्व गर्नु पर्यो ठिक छ 3 चाहिँ यहाँ हेर है त उसले ठिक भन्यो 3 हैन यहाँ हेर है त सबजनाले हेर त तल घुमाउनु मात्रै पर्छ अंग्रेजीको 3 यस्तो हुन्छ नि यसो गरो यी अंग्रेजीको 3 भइगयो हैन अब के गर्नु पर्यो यहाँ बाँकी हेर त यहाँ तल तान्नु पर्यो नि हो अब यहाँ यसो घुमाएर यसरी गरिदियो भने ल नेपालीको 3 भइगयो ल ठिक गुड 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 ल सुलभको मैले देखाएको छु अहिले म लास्टमा हेर्छु सबै ल 3 कसैलाई लेख्न प्रब्लम छ 3 सम्म अग्रिमाले लेख्या हो ओके समृद्धिले लेख्यो तपस ल ओके ल गुड ल 3 अब त्यस पछाडि 4 लेखौँ है अब 4 लेख्ने तिमीहरूलाई ट्रिक म के दिन्छु भन्दाखेरि तिमीहरूले 8 लेख्न खोज्छौ नि अंग्रेजीको 8 तर माथि चाहिँ कम्प्लिट नगर्ने ओके अंग्रेजीको 8 लेखे जस्तै हो तर माथि चाहिँ कम्प्लिट नगर्ने ल हेर है कसरी लेख्ने हेर है जस्तै अंग्रेजीको 8 लेख्दाखेरि तिमीहरूले यसो गरेर यता कर्व गरेर यसो गरेर अब यहाँनेरि चाहिँ यसरी जोड दिन्छौ यो जोडेनौ भने नेपालीको 4 हुन्छ है फेरि एकचोटि हेर म यहाँ देखाउँछु अनि तिमीहरूले लेख ल तिमीहरूको पालो 4 लेख त सबजनाले त्यही बुकमा लेखे हुन्छ साइडमा ओके ल गुड मैले लास्टमा हेर्छु है सबैको एकैचोटि हेर्छु ल सबैजनाको भएको हो 4 आयनको ओके ल गुड गुड अग्रिमाको भयो होइन भयो भने ल ओके ल अरूको भयो आरोग्यको भयो रामचन्द्रको भयो सचिनको भयो लेख्यो होइन तिमीलाई त आउँछ ल के भनेर चाहिँ यहाँ नेपाली 5 चाहिँ वाइ जस्तै हो तर चाहिँ यहाँ कर्व गर्नुपर्छ तललाई चाहिँ ल ठिक छ ओके गुड ल अब हेर है 5 लेख्ने है त उसले रामचन्द्रले भनेको ठिक हो वाइ लेखे जस्तै हो तिमीहरूको यसरी अथवा भन न 4 लेखे जस्तै जे गरे पनि हुन्छ यसरी वाइ भयो नि होइन यति हुँदाखेरि वाइ भयो होइन पहिला वाइ लेख अनि त्यस पछाडि यहाँनेरि अहिलेको जस्तै त्यही 3 लाई गोलो बनाए जस्तै यसो गरिदेऊ भने के भयो 5 भयो लेख त ल सबजनाले लेख फेरि म्युट गर है कसको पछाडि ब्याकग्राउन्ड सुन्दैछु यसरी फेरि मैले एकचोटि देखाउँदैछु ल वाइ जस्तो लेख्ने अनि त्यस पछाडि तल घुमाइदिने 5 भयो है 1 2 यहाँ हेर है 1 2 3 4 5 है ठिक छ नि ल गुड ओके अब त्यस पछाडि के गर्ने भन्दाखेरि ब्याकग्राउन्ड सुन्दैछु है म्युट गर है अब 6 हेर है 6 कसरी लेख्ने होइन ठ्याक्कै उल्टो हो यो 3 लाई होइन यसो मिरर गरेर यतापट्टि पल्टायो भने 6 हुन्छ है यहाँ हेर त अनि यो लेख्न पनि सजिलो छ कसरी लेख्न भनेको दुईटा सी जस्तो तिमीहरूले जोड्छौ के यहाँ हेर है अथवा 6 त तिमीहरूले अस्ति लेखिसकेका छ नि साँच्ची त्यही यो के अरे क ख ग घ ङ को 6 लेखे हुन्छ यहाँ हेर है यहाँ हेर है एकचोटि राम्ररी हेर नि सबजनाले यस्तो गर्ने अनि क ख ग घ ङ को 6 तिमीहरूले यहाँनेरि यसरी धरको तान्देऊ भने क ख ग घ ङ को 6 भयो होइन माथिको धरको चाहिँ तानेनौ भने के भयो भन्दाखेरि नम्बरको 6 भयो सजिलो छ क ख ग घ ङ को 6 मा त्यो माथिको डिक तानेनौ भने नम्बर 6 हुन्छ सबले लेख्या हो लेख्ने जतिले हात उठाओ त फेरि 6 सम्म लेख्नेले आश्विनले लेख्या छैन हात उठाएनौ त तिमीले म चाहिँ सबै लेखे गुड ओके ओके कसले चाहिँ खै एकचोटि म हेर्छु है त तिमीहरू सबै जनाको के रहेछ अहिले लास्टमा हेर्छु ल केही छैन ओके अब हामी के लेखौँ अब हामी लेख्छौँ 7 ओके माथि गएँ अलिकति यहाँ मेट्नु पर्यो यसलाई चाहिँ मैले ल यहाँसम्म भइसक्यो 6 सम्म भइसक्यो
अब यहाँ फेरि स्क्रोल डाउन गर्दा उयो हुन्छ मैले यसलाई मेटेँ है त अहिले लेखेसम्मकोलाई ल इरेजर सजिलै छ मेरो अब त्यस पछाडि जाउँ हामी 7 अब 7 चाहिँ के जस्तो छ हेर त तिमीहरूको अङ्ग्रेजीको कुन अक्षर जस्तो छ अङ्ग्रेजीको 6 जस्तो देख्छ हो नेपालीको 7 चाहिँ अङ्ग्रेजीको 6 जस्तो छ होइन 6 जस्तो ल यु जस्तै है ठिक छ हो अब ल अङ्ग्रेजीको यु हो युथ जस्तो त होइन यहाँ एउटा कर्ब्याट एन होइन त्यस्तो त तर त्यस्तो साह्रो लेखिँदैन लेख्दाखेरि त्यसरी लेखिँदैन हेर है म यहाँ सिकाउँछु त्यो यु जस्तो त्यति माथि जानु पर्दैन है यु जस्तो त्यत्रो माथि जानु पर्दैन हेर है त यहाँ म देखाउँछु लेखेँ जस्तै काहीँ काहीँ त तिमीहरूले त्यस्तो देख्दैनौ यो त प्रिन्टको त्यस्तो भयो ठ्याक्कै अङ्ग्रेजीकै 6 हो यति गरेर अङ्ग्रेजीको 6 गर नेपालीको 7 हुन्छ एक्ज्याक्टली अङ्ग्रेजीको 6 त्यही लेख आयनको मुखमा के छ त्यो निकाल ओके लु सबजनाले लेख त 7 फेरि मैले देखाएँ 7 ओके सबजनाले लेख्ने ल समृद्धिको ह्यान्ड रेज भयो केही क्वेसन छ त्यो त छ के छ क्वेसन के हो कि लेखिसक त्यो त छ यो चाहिँ अङ्ग्रेजीको 6 नेपालीको 7 ल तर त्यसलाई टर्न गर्नु पर्दैन कुन कहाँनिर टर्न गर्ने देखाउ त तिमीले लेखेर कस्तो के भन्न खोज्यौ यस्तो गर्नु पर्दैन जस्तै यस्तो त्यो बुकमा लेखेको जस्तै ए माथि अनि होइन अनि छ त यो भनेको यहाँ हेर त्यहाँ चाहिँ प्रिन्टमा चाहिँ यत्रो माथि लगेर यसो गरेर छ होइन यो भी जस्तो लेखेर छ कर्सिभ भी जस्तो त्यस्तो होइन यस्तो भन्दा यो चाहिँ राम्रो हुन्छ होइन पछि देख्छौ तर यो प्रिन्टमा त्यस्तो देखिया हो तर यति गरे हुन्छ ओके नेपालीको 7 हुन्छ ल गुड यहाँ हेर है त काउन्ट गरौँ फेरि 1 2 3 4 5 6 7 ल गुड तिमीहरू एक्सपर्ट भइसकिसक्यौ भने धेरै जान्ने भइसक्यो अहिले यहाँ अब लेख्न लाउँछु म अब त्यस पछाडि अब 8 लेखौँ है ल हेर है त 8 लेखौँ अब हामी अनि तिमीहरूलाई फेरि म लेख्न लाउँछु ल हेर है 8 कसरी लेख्ने पहिला यसरी सिधा धर्को तान्ने है अनि त्यस पछाडि यता तल अनि त्यस पछाडि यसो तल लगेर यसो गर्ने 8 है सिधा धर्को टी जस्तो भन न झन्डै टी जस्तो बङ्गाको यसरी सिधा धर्को तान्ने अनि त्यस पछाडि यहाँबाट यसो लगेर यसो गर्ने 8 हुन्छ यो चाहिँ अब यिनीहरूले यहाँ यसो घुमाएका छन् त्यो चाहिँ प्रिन्टमा उयो गर्दा हो त्यस्तो गर्नु पर्दैन है तिमीहरूले 8 यस्तो हुन्छ एकैचोटि लेख्ने भने यसो गरेर यसो गरे हुन्छ 8 ल लेख त सबजनाले 8 लेख म 8 लेखेको ल गुड लेखी ओके ओके म 8 लेखे ल गुड अब 9 लेखौँ त्यसो भए है 9 यहाँ हेर है यहाँ 9 छ नि 9 पनि सजिलो छ 9 कसरी लेख्ने भन्दाखेरि कसले के भन्न खोज्दैथ्यो के आरोग्यले केही भन्न खोज्या हो हात उठायो हो त्यो 9 त त्यो एक जस्तो देख्छ त्यो फ्यान्सीको एक जस्तो देख्छ त मेरो अर्कोतिर घुमेको छ हो फ्यान्सी एक जस्तो देखिन्छ तर अर्कोतिर पल्टेको छ है ल हेर है त अब 9 लेख्ने 9 सजिलो छ यसो गरेर घुमाउने अनि त्यस पछाडि यसो गरेर यसो गरेको यसरी बाङ्गिएको गरे हुन्छ 9 अलिकति कस्तो भयो माथि सर्कल अनि यता घुमाएर यस्तो गर्ने है त यो अब तिमीहरूले अलि पढ्या छैन पछि गए पछाडि एउटा रो भन्ने लेटर हुन्छ अङ्ग्रेजीमा अथवा ग्रिकमा रो भन्ने चाहिँ ठ्याक्कै यस्तै हुन्छ 9 जस्तै फेरि हेर है म एकचोटि लेख्छु यहाँ सबजनाले अनि लेख्ने आयन किन उठेको त्यहाँबाट बस्ने सुलभ क्यामेरा टर्न अन गर्ने है मैले क्यामेरा देखिन माथि I already wrote everything बिस्तारो ओके ल यस्तो गरेर 9 लेख्ने है ठिक छ यसरी थोरै ल अब 9
एकछिन वेट 9 सम्म लेखिसकेपछि अब हामीलाई त त्यही बाँकी त त्यति लेटर त रिपिट हुने हो नि। अब 10 लेख्नलाई 1 लाई 0 10 अनि 11 लेख्नलाई 1 1 11। अब 10 हेर त यहाँ 1 अघिको अनि यसलाई 0 भयो भने के हुन्छ 10। हेर त 1 2 3 सरी 1 2 3 4 5 6 7 8 9 10 होइन। त्यसरी काउन्ट पनि गर्नु पर्यो लेख्नु पनि पर्यो। अब तिमीहरूको अहिलेको क्लास वर्क यहाँ तुरुन्तै गर्ने चाहिँ अब यति आए पछाडि तिमीहरूलाई लेख्न आइसके पछाडि अब म यहाँ लेख्न लाउँछु। त अर्को पेजमा जाऊ त तिमीहरू त्यो पेजदेखि तलतिरपट्टि त्यहाँ लेख्नुपर्ने छ 5 मिनट जति टाइम लाएर अनि फेरि एकचोटि हामी भन्ने अनि त्यो अस्तिको बाँकी रहेको च्याप्टर पढ्ने गर्नुपर्छ। यसो गरौँ यहाँ तल जाऊ है त यो अनि म होमवर्क यही नम्बर लेख्ने अनि पढ्ने 1 1 11 भन्ने हुन्छ। म यो अहिले कम्प्लिट गरौँला। अब 5 मिनट हामीले होमवर्क के गरौँ भन्दाखेरि हो यहाँ छ नि यो तिमीहरूले यो भएर त अब यो चाहिँ नेपालीमा लेख्ने भनेको छ। यो अहिले अलिकति टाइम लाग्छ होला तिमीहरूलाई 3 4 लेख्न। यो यसो गरौँ के गर भन्दाखेरि यो कम्प्लिट गर त पहिला यो कम्प्लिट गर ल। 1 छ 2 लेख यहाँ 3 छ 4 लेख 5 लेख 6 लेख 7 लेख 8 9 10 सम्म छ होइन। अनि त्यस पछाडि अब यो कसरी हुन्छ 1 1 11 1 र 2 12 हुन्छ। अब यो उ गर्न आउँदैन होला यसो गर तिमीहरूले यो माथिको पनि लेख्ने 2 अब यहाँ 3 होइन यो 4 अब कसरी लेख्नु पर्यो यो जस्तै यहाँ हेर है म यहाँ देखाउँछु है। यो लेख्नु चाहिँ कसरी पर्यो भने नि यो 4 लाई यसरी लेख्नु पर्यो च चा अनि र यसरी 4 लेख्नु पर्यो है यसलाई। यो माथिको चाहिँ यो कम्प्लिट गर जस्तै यो 1 माथि छ कसरी लेखेको छ अनि यहाँ चाहिँ सिधै नम्बर लेख्ने यो तल्लोमा चाहिँ 1 यसरी 2 3 अब यहाँ 4 5 ल 5 मिनट है सबलाई। समृद्धिको हात उठ्यो के छ क्वेसन छ? ए होइन मैले त सोध्न लागेको थिएँ त्यो 2 मा नि त्यो 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 नेपालीमा लेख्ने कि त्यो कपी गर्ने? ए होइन कपीले यसरी नेपालीमा लेख्ने। यहाँ हेर न 2 लाई 2 ई लेखेछ नि 4 लाई 4 आएन भने यता माथि छ नि तिमीलाई त्यो भन्न त आयो लेख्न अलिकति आएन भने यहाँनिर लेखेको छ त्यहाँ माथिको हेर्दै लेख न। जस्तै एकछिनलाई यहाँ छ नि 1 2 3 4 भने जस्तै हो त्यही अक्षरमा लेख त त्यो अक्षरमा लेख्ने अनि तलको चाहिँ उसमा गर्ने अनि त्यस पछाडि हामी अरू पढौँ ल। यो यति लेखिहाल त 2 3 4 5 6 भनेर 9 सम्म छ अनि यहाँको यही पहिलो लाइन लेख ल। मैले यहाँ सिकाइदिइसकेको छु ल। गुड म यहाँ हेर्दै गर्छु तिमीहरूले के गर्दै गर्छौ। हेलो Can I use Baba's room? ओके ल Vedani sir. हेलो Before I already finished this page. तिमीले अलरेडी फिनिस गरिसकेको छ? Yeah. ए होइन त्यो भयो भने झन् गजब भयो। मैले नि गरेको थिएँ। यो लेसन स्टार्ट हुन भने पछि म फिनिश गरेको थिएँ। ओ गुड अग्रिमाले के सोध्न आँट्दैछौ? Nothing. ओके Take 4. ल दीक्षाको गुड देखेँ मैले उसले लेखिसक्यो। कसको लेख्न सुलभले लेखिसक्यो हो? ओके अनि समृद्धि लेख्दैछौ होइन? अग्रिमा लेख्दैछौ? आश्विनले लेख्दैछौ? लेखिसक्यौ कि लेख्दैछौ? लेख्दैछौ। ल लेख लेख्दैछु। ल अलिक I know why I just like to stand up for now. नेपालीमा बोल्ने है? ठिक छ लेख्ने
सचिन लेख्दैछौ नि होइन लेख्दैको देख्दैछु मैले लेख ल गुड गुड ल सबजनाले राम्रोसँग पढ्दैछ धेरै राम्रो ल गुड सुलभले तलतिर एक जजलले पढिसक्यौ होइन तिमीहरूले जजलले सक्यौ तल 1 1 11 1 र 2 12 भन्ने छ त्यो पढ्दै यसो हेर्दै गर त मनमनै किनभने हामीले त त्यो अब 10 सम्म मात्रै जानेर भएन पर्ख म यहाँ सेयर गर्छु ल एकचोटि फेरि अनि जस्तै ओके यहाँनेरि मैले पुरै डेस्कटप नै सेयर गर्छु नि त ल हेर त यहाँ अब जसले सक्यौ नि तिमीहरूले यो यता तलको होइन यहाँ होइन यहाँनेरि यसो पढ्दै गर के पढ्दै गर भन्दाखेरि अब 1 र 1 11 भन्ने छ नि त हामीले 10 सम्म त जान्यौँ तर अब 11 12 त्यसरी पनि जानु पर्यो नि त्यही अङ्ग्रेजीकै जस्तो 1 1 11 1 2 12 भने जस्तै 1 र 1 11 1 र 2 12 अनि 1 र 3 13 1 र 4 14 हो त्यसो गर्दै जानु पर्यो नि त हामीले होइन तिमीहरूको होमवर्क यही हुन्छ नि सयसम्म लेख्ने पनि पढ्ने पनि अब अर्कोचोटिलाई त अलि हजुर लेखिसक्यौ समृद्धि हजुरले के भन्छ अहिले 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 लास्टमा भन्छु म होमवर्क तिम्रो पछाडि ब्याकग्राउन्ड आयो म्युट गर ल गुड ल लेखि अब यसो गरौँ टाइम भयो धेरै टाइम छैन हामीसँग ल जसले लेख्यौ गुड छ अनि त्यस पछाडि नलेखेकोले भरे गर्ने होइन होमवर्क पनि यही हुन्छ लगभग अनि त्यसो हुँदाखेरि अब यहाँ हेर है त अब हामीले 1 देखि 10 सम्म जान्यौँ फेरि रिपिट गर्दैछु म 0 लाई 0 भन्ने 1 2 3 4 5 6 7 8 9 10 होइन 1 लाई 0 10 अब त्यस पछाडि हेर है त अब लेख्न बन्द गर है अब सबजनाले स्क्रिनमा हेर है अब त्यस पछाडि तिमीहरू जति लेख्यौ भरे लेख्ने अब त्यस पछाडि अब 11 लेख्नु पर्यो होइन अब यहाँ हेर तिमीहरूलाई अब यो लेख्न चाहिँ आउँछ किनभने त्यो 1 1 11 1 2 12 भने जस्तो 9 सम्म 10 सम्म लेख्न आइसके पछाडि जस्तै अब 1 1 11 हुन्छ होइन यसरी अनि अब 1 र 2 12 हुन्छ यतापट्टि छ यहाँ मैले त्यसले यहाँनेरि पर्ख यहाँ मेरो स्क्रिनले गर्दाखेरि अलि देखिन 1 र 2 12 मैले यहीँ लेखिदिएँ त्यस पछाडि अब 13 होइन 1 र 1 र 3 1 र 3 13 अनि 1 र 4 यहाँ 14 है 1 अनि 4 14 अनि त्यस पछाडि के आउँछ 1 र कति आउँछ बच्ची लेगो क्लास गए ल यो 14 भयो 1 र 4 14 पछाडि के आउँछ 1 र 5 15 हो 1 र 5 15 अनि 1 र 5 पछाडि के आउँछ 16 भनेको कति हो 1 र 2 हो होइन 1 र 2 हो 16 भनेको 16 कतिले चाहिँ 16 हुन्छ 1 र 6 हो 1 र 6 एउटा एकजनाले मात्रै भन्यो तिमीहरूलाई भन्न चाहिँ आयो तर त्यहाँ अब कतिले 16 हुन्छ भन्न आएन 1 र 6 ले 16 16 पछाडि के आउँछ 17 आउँछ 1 र 7 आउँछ हो त्यसरी आउँछ अब यहाँ हेर है म यहाँ अलिकति अर्को उसमा देखाउँछु बिरानी सर मैले एउटा हजुरलाई युट्युबको सेयर गरिदिरहेछु कि लास्टमा त्यो पनि 5 मिनटै कतिको छ हौ त्यो बताइदिनु राम्रो होइन त्यो नम्बरको छ मैले यहाँ गरिरहेको छु त्यो पशुपतिनाथको पनि सिध्याउने भनेको यहाँ त्यताले चाहिँ अलि अप्ठ्यारो परे हो ठिक छ जति सकिन्छ म यिनीहरूलाई एउटा सानो भिडियो पनि देखाउँछु अब 1 र 5 15 होइन 1 र 6 16 यहाँ छ है 1 र 7 17 1 र 8 18 हो त्यसो भन्दै तिमीहरूले 100 सम्म पुर्याउनु पर्ने छ नि होमवर्क ओके 1 र 9 19 2 लाई 0 20 अनि त्यस पछाडि 2 र 1 21 2 र 2 22 2 र 3 23 2 र 4 24 2 र 5 25 2 र 6 26 होइन 2 र 7 27 2 र 8 28 हो मैले अहिले जसरी भने त्यसो भन्दै पहिला लेख्नु पनि पर्यो अनि यो भन्नु पनि पर्यो है तिमीहरूले 2 र 9 29 3 लाई 0 30 3 र 1 31
3 र 2 32 कम्तीमा 50 सम्म। अब यहाँ यो के अरे सावित्रा म्यामले भन्नुभयो अब तिमीहरूलाई म एकछिन यहाँ मैले अघि रेडी पारेको छु नेपाली नम्बरको तिमीहरूलाई यसो अलिकति भिडियो पनि एकछिन म देखाउँछु कि अनि अलिकति हेरौँ छोटो हेरौँ किनभने हामीलाई धेरै टाइम छैन 1 देखि 50 सम्म भनेर छ यो 6 मिनेटको रहेछ यसलाई अलिकति गरेर यो हेरौँ है त हामी ल अनि ल हेर है तिमीहरू सुरुबाट हेर है नमस्कार 50 सम्म पढ्न जाँदैछौँ ल 50 सम्म ल सुरु गरौँ है त 1 भने पनि हुन्छ है सबैजनाले भन्न उसले भन्छ अनि आफूले भन्ने 2 3 4 सबले भन्ने है 5 6 7 8 एकलाई 0 10 एकलाई 0 10 1 र 0 1 11 हो त्यसरी नै तिमीहरूले रेकर्ड गर्नुपर्छ है 1 र 1 1 3 13 1 4 14 1 र 4 भने पनि हुन्छ है यिनीहरूले भनेन 15 5 भने 1 र 5 भने पनि हुन्छ 1 6 16 गुड हो त्यसरी 1 7 17 1 8 18 1 9 19 2 लाई 0 20 अब 2 मा शिफ्ट भयो अब 2 र 1 आउँछ हैन 2 1 21 2 2 22 2 3 23 2 4 24 2 5 25 2 6 26 2 7 27 2 8 28 2 9 29 3 लाई 0 23 3 1 31 3 2 32 3 3 33 3 4 34 3 र 4 है 3 र 4 जस्तो सुन्दैछु कसैले 35 3 र 5 3 र 5 35 3 6 36 3 7 37 3 8
38 3 र 38 3 9 39 4लाई 0 40 4 1 41 4 2 42 4 3 43 4 4 44 4 5 45 4 6 46 4 7 47 हेर है 40 आएको छ लास्टमा है यही 40 हेर न 40 खाली 4 9 49 5लाई 0 50 ल 50 अब अर्कोचोटि तिमीहरूको होमवर्क यसरी नै पहिला 50 सम्म लेख्न त 100 सम्मै लेखे पनि भयो किनभने धेरै टाइम लाग्दैन कम्तीमा 50 सम्म लेख्ने अनि यसरी नै 1 2 3 4 5 6 7 8 9 10 अनि 1 र 1 11 1 र 2 12 1 र 3 13 भन्दै 50 सम्म लेख्नु पर्यो है तिमीहरूको होमवर्क यही युट्युब भिडियो अब हाम्रो यो रेकर्डै भएको छ यही राखे पनि हुन्छ यही हेरेर आएन भने पनि यही भिडियो हेर्ने अनि फेरि लेख्ने गरे हुन्छ त्यसो गर्दाखेरि त्यो सजिलो हुन्छ अब हामी यति भइसके पछाडि अब हामीसँग धेरै टाइम छैन अरू 10-15 मिनट छ मैले के गर्छु भन्दाखेरि हाम्रो एटेन्डेन्स त गरौँला अहिले त्यो ठुलो कुरो भएन सर यो भिडियो नि एक्सक्युज मी त्यो उसमा पनि हालिदिइराख्नु यहाँ नआउने रामचन्द्रहरू छुट्नेहरूले हेर्न पाउँछ डाइरेक्ट त्यही भएर म हालिदिन्छु अनि त्यस पछाडि अब हेर है त अब यो तिमीहरूले हो यो लेख्नु पर्यो है यहाँ जस्तै यहाँ कहाँ छ होमवर्क कहाँ छ होमवर्क यहाँ त जोडा मिलाउने रहेछ त्यस पछाडि त यो शब्द अर्थ आयो तिमीहरूले आफ्नो एउटा पेजमा छुट्टै पेजमा 1 देखि 50 सम्म कम्तीमा 50 सम्म 100 सम्म लेख्यौ भने एक्स्ट्रा पोइन्ट पाउँछौ है 100 सम्म लेख्यौ कसैले भने एक्स्ट्रा पोइन्ट पाउँछ कम्तीमा 50 सम्म यही कपी गर्ने हो क्या केही छैन हेर 2 र 1 21 2 र 2 22 2 र 3 23 31 32 सम्म यी छ अब 33 34 35 36 गर्दै अनि त्यस पछाडि 40 आउँछ अनि 50 आउँछ 10 को डिफरेन्समा छ 60 70 80 90 100 अनि त्यस पछाडि 500 भनेको 500 1000 भनेको 1000 हैन 10000 भनेको 10000 यसरी चाहिँ नम्बर बढ्दै जान्छ अब त्यस पछाडि कम्तीमा तिमीहरूले त्यति लेख्नु पर्यो अनि त्यस पछाडि रेकर्ड गरेर 50 सम्म भन्नु पर्यो त्यही भिडियो हेर्दै गरे पनि हुन्छ अब त्यस पछाडि अब लास्टमा हामी के गरौँ भन्दाखेरि नि यो पशुपतिनाथको मन्दिरको हेर त अस्ति हामीले यो पहिलो पेज त पढ्यौँ दोस्रो पेज पढेको थिएन अब हामी यो दोस्रो पेज पढेर सिध्याउँ के छ समृद्धिको क्वेसन छ के मैले ह्यान्ड रेज देखेँ 100 भने 100 हो 100 भनेको 100 हो गुड ल अब हामी यसबाट ल पढौँ एक-एकवटा सेन्टेन्स सबैलाई पढ्न लाउँछु म कम्तीमा त्यसो गरे पछाडि तिमीहरूले शब्द पनि जान्दछौ अङ्क पनि जान्दछौ ओके ल अब मैले यहाँबाट मैले जजलाई देख्छु त्यतिलाई ऱ्यान्डमली भन्छु है त यहाँ मैले जजलाई देखेको छु ल सुरुमा मैले देखेँ आयनलाई ल आयन यहाँबाट पढ्ने त पहिलो सेन्टेन्स अरूले मनमनै पढ्दै गर है मन्दिरको आरोग्य तिम्रो उयो छ है अनम्युट गर हजुर कहाँनेरि यो पढ्ने भने है यहाँबाट मन्दिर होइन त्यही पशुपतिनाथको मन्दिर मन्दिरको पशुपति होइन पशुपति कहाँ छ त प आदि छ
यसलाई पश्चिम भन्नु पर्यो हेर है यहाँ यो यताकोलाई चाहिँ यसलाई भनेको यो चलाई हो है यस्तो यो अलिकति यहाँ म यो पढ्नुपर्छ अलिकति ठिक छ पश्चिम भन्ने यसलाई है आदि स अनि यतापट्टि छ आदि सलाई होइन पट्टिको अनि खोइ त ढोका ढोका बाहिर ढोका बाहिर अलि 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 धेरै प्र्याक्टिस गर्नु पर्यो ल आयनलाई मैले स्किप गरेँ ओके किनभने टाइम हामीसँग धेरै छैन आरोग्य पढ त तिमीले अघि सर र पढ्न खोज्दैछौ एकचोटि यो सब सुरुबाट ढ्याक्कै यहाँसम्म पढ अरूले पढ्दै गर्ने आयनले पनि त्यहाँ मनमा नै पढ्दै गर्ने म्युट गरेर मन्दिरको पश्चिमपट्टिको भनेको ढोका बाहिर ठुलो साँधेको पहेँलो मूर्ति रहेछ गुड ल ओके गुड जब ओके मैले यता अलिकति सार्नु पर्यो है यहाँ फेरि अरूले देख्दैन ल अर्को मनी जानु पर्यो त्यो के अरे कन्टेस्टमा ल गुड ल जाऊ तिमी जाऊ अब त्यस पछाडि मैले आश्विनलाई देख्छु आश्विन तिमी यो पढ त यहाँबाट अर्को सेन्टेन्स त्यसलाई बसाहा बनिन्छ रे नन्दी गुड पनि बनिन्छ रे गुड ल त्यस पछाडि मैले यहाँ सुलभलाई देखेँ ल सुलभ अनम्युट गरेर पढ्ने ल मन्दिरको पूर्वपट्टि भनेको इस्ट साइडमा छेउको तल नदी पनि रहेछ गुड अब त्यस पछाडि यतापट्टि है यतापट्टि मैले यहाँ अर्को कसलाई देख्छु भन्दाखेरि नि ल तपस पढ त अर्को यहाँबाट नदीको नाम बागमती नदीको नाम बागमती अनि फेरि त्यही नदी नै भनौ नदी हो रे ओके गुड ल दीक्षा अर्को पढ त अर्को सेन्टेन्स पढ मन्दिरको पुवातिर कहाँ पढ्दैछौ यहाँ रङ रहेछ यो पारी यहाँ पारी भन्ने ठाउँबाट पारिपट्टि जङ्गल रहेछ गुड ल अब त्यस पछाडि ल सचिनले अर्को पढ त अलि लामो रहेछ सन चाहिँ तर अलिकति पढे हुन्छ ल सचिन ट्राई गर यहाँबाट बाबाले बागमती किनारमा मरेका मानिस जलाउने ठाउँ पनि देखाउनु भयो
भेरी गुड। त्यहाँ चाहिँ के छ भने त्यो नदीको मान्छे हाम्रो हिन्दू कल्चर अनुसार चाहिँ मान्छे मरे पछाडि नदीको छेउमा लगेर जलाउने चलन छ। हो त्यहाँ त्यो पशुपतिनाथको मन्दिरको त्यहाँ बागमती नदी छ, बागमती नदीको किनारमा त्यस्तो मान्छे मरे पछाडि त्यो जलाउने ठाउँ छ। हो त्यो पनि देखाउनु भयो भनेको है। ओके गुड, डोन्ट बी स्केयर, यु डोन्ट निड टु स्केयर। ओके, अब त्यस पछाडि मैले यहाँ कसलाई देख्छु भन्दाखेरि सुशान्त एउटा पढ त यो यहाँ त्यहाँ त्यहाँ मरेका अँ, मानिसलाई जलाए जलाएको भनेको डढाएको जलाएको पनि देखे। देखेँ। गुड। ल अब अग्रिमालाई देख्दैछु मैले। अग्रिमा अर्को पढ त यो त्यहाँ केही केही गुड गुड मानिसहरू। ओ आश्विन सिकाउने होइन है, उसले उसले उसलाई उसलाई पढ्न देऊ। त्यहाँ केही मानिसहरू रो अनि ई गुड रोई हे का गुड रोइरहेका। कसको ब्याकग्राउन्ड सुन्दैछु? थिए। ल मैले अहिले आज आज तिम्रो पढ्ने है। आयन टर्न अन द भिडियो। ओके ल अब त्यस पछाडि समृद्धिले पढ्यौ? समृद्धिको पालो आयो कि छैन? लु यो पढ त, लु यो पढ, अर्को सेन्टेन्स पढ समृद्धि। ल आयन टर्न अन द भिडियो। त्यहाँ होइन त्यो खै त देखेर मलाई यो हेर यहाँ प्रिन्ट मिस्टेक रहेछ। धेरै प्रिन्ट मिस्टेक देखाएको छु मैले बुकमा है। न र हुनुपर्ने न रा लेखेछ। न र माइलो। ल अनि लाग्यो गुड, नरमाइलो लाग्यो। अब मान्छे रोइरहेका थिए त्यहाँ, अब मान्छे अब को त्यो डढाइरहेको देखेर चाहिँ अब नरमाइलो लाग्यो अरे, त्यो स्वाभाविकै हो। कसको पालो आएन यहाँ? आई थिङ्क सबैको पालो आयो होइन? सबैको पालो आयो। हेर 10 बजेर पनि नआग्यो। अब म यहाँ सर र पढ्छु अनि त्यस पछाडि तिमीहरूले घरमा पछि पढ ल। अब हेर है त, म माथिबाट एकचोटि फेरि के रहेछ अस्ति हामीले पढाएको थियो त्यो गरौँ। अब मान्छे मरेको देखेर नरमाइलो लाग्यो, यहाँसम्म त तिमीहरूले पढिसक्यौ। ल म उभिएर हेरिरहेकी थिएँ। अब यहाँ हेरिरहेकी भयो, केटीले भन्दाखेरि हेरिरहेकी भन्नु पर्यो, केटाले भन्दा हेरिरहेको हुन्छ। बाबाले अभिलेखा यता आऊ अब घर जाने भन्नुभयो अनि हामी बस भएतिर गयौँ। अब उनीहरू बस चढेर घर जान सुरु गरेछन्। पशुपतिनाथको मन्दिर वरिपरि र बागमती नदीको किनारमा खरानी घसेका जोगीहरू पनि थिए। अब तिमीहरू पशुपतिनाथ गएको थियो भने कोही कोही चाहिँ के गर्छ भने आफूलाई शिव बनाउनलाई चाहिँ त्यो खरानी भनेको हुन्छ। आगो बाले पछाडि रहेको अङ्ग्रेजीमा एस भन्छ क्यार खरानी हो, त्यो घसे पछाडि त्यसलाई खरानी भन्छ। त्यो घसेका जोगीहरू पनि थिए। त्यसको अर्कोपट्टि गुहेश्वरी माताको मन्दिर छ अरे। पशुपतिनाथको उतापट्टि चाहिँ अर्को गुहेश्वरीको मन्दिर छ। त्यो भनेको त्यहाँ हामी गएनौँ, हामी त्यहाँ गएनौँ। बाबाले एकजना जोगीसँग कुरा गर्नुभयो होइन, जोगीसँग कुरा गर्नुभयो। जोगी कसरी हुन्छ मान्छे भन्ने कुरा पनि छुट्टै कहानी छ तिमीहरूलाई। होइन जङ्गल बसेर मान्छे उयो गरेर भिन्दै खाले भयो भने यो संसार चाहिँ त्यागेर हिँडेका मान्छे, यो संसार सृष्टि गर्ने भगवान शिव हुन् रे। ओके, किन भगवान शिवलाई चाहिँ हामीले पूजा गर्छौँ भन्दाखेरि चाहिँ यो संसार चाहिँ हाम्रो हिन्दू कल्चर अनुसार के भनेको छ भन्दाखेरि यो पृथ्वी होइन, यो संसार युनिभर्स चाहिँ शिवले क्रिएट गरेको हो भन्ने छ के उसमा चाहिँ। अब साइन्टिस्टहरूले म जस्ताले चाहिँ बिग ब्याङ थ्योरी पछाडि यो संसार सुरु भएको हो भन्ने छ। तर हिन्दू जो चाहिँ एकदम पुजारीहरू हुन्छन् तिनीहरूले चाहिँ ए होइन नि शिव भगवानले पो यो संसार बनाएको भन्छन्। त्यही भनेको यहाँ
धेरै हजार वर्षपछि संसारलाई नष्ट पनि उनीले गर्छन् रे। अब यो पृथ्वीको पनि फिक्स्ड यसको आयु छ हाम्रो जस्तै होइन, हामी पनि मर्छौँ नि होइन, जन्मे पछाडि हामी मर्छौँ लिभिङ बिङ्स। यो पृथ्वी पनि यो संसार पनि यही शिव भगवानले नै डेस्ट्रोय गर्छन् लास्टमा भन्ने कुरा गरेको छ। अब थाहा छैन यो कति के हो, यो चाहिँ अब बिलिभ हो, मेक बिलिभ जस्तो हो त्यो कुरा। यो कुरा त्यहाँका एकजना जोगी बाबाले भने, यो संसार बनाउने भगवानको कुरा सुनेर मलाई अचम्म लाग्यो। तिमीलाई पनि अचम्म लागेन यो सुनेर? होइन, शिव भगवानले नै यो संसार बनाएको अरे, अनि अब पछाडि उनीहरूले डेस्ट्रोय गर्छन् अरे। त्यो पनि एउटा बिलिफ हो। अब ठिक छ, यो आफ्नो धर्मप्रतिको आस्था हो, हामी हिन्दूहरूले त्यसलाई मान्छौँ भन्ने कुरा हो। ठिक छ, अब त्यही छ। आजको क्लास लगभग सिद्धियो पनि। अनि तिमीहरूलाई अब यो हेर है, यहाँ यो भर्ने ओर्ने छ, यो कति भ्याउँछौ गर। अब तिमीहरूको के भयो होमवर्क चाहिँ होइन, होमवर्क त थाहा भयो नि तिमीहरूलाई। होमवर्क 1 देखि कम्तीमा 50 सम्म, सकेसम्म 100 सम्म लेख्यो भने बोनस पोइन्ट। अनि त्यस पछाडि त्यसैलाई यसरी नै रेकर्ड गर्ने। 1 2 3 4 5 6 7 8 9 10, 1 र 1 11, 1 र 2 12, यहीँ छ 1 र 3 13, 1 र 4 14। अनि यो पनि लेख्ने है, ल ठिक छ। त्यही लेख्ने, एउटा कपीमा लेख्ने, अनि त्यस पछाडि त्यसैलाई रेकर्ड गर्ने। अब त्यस पछाडि अब यति भइसके पछाडि पर्ख है त, अब यहाँ एटेन्डेन्स गरौँ है त। एटेन्डेन्स त गर्नै पर्यो। तिमीहरू अब होमवर्क गर्ने पढ्ने मान्छेको त एटेन्डेन्स त चाहिएन त? चाहियो नि त। ल पर्खाइदियो, यो मैले इरेज गरिदिन्छु। अनि त्यस पछाडि आज हाम्रो क्लास हेरिन्छ। एटेन्डेन्स भनेर यहाँ देखेँ मैले। ल एटेन्डेन्स गरिहालौँ। होमवर्क त तिमीहरू सबैले गरिरहेको छ। ल ओके, आरोग्य शर्मा अघि थियो, अहिले गयो जस्तो लाग्यो होइन। अनि अग्रिमा छ होइन, आज त अस्ति थिएन। अनि आश्विन पनि, आश्विन काफ्ले, म यहाँ छु। आयन सङ्ग्रौला, आयन प्रेजेन्ट। गुड। दीक्षा सङ्ग्रौला, दीक्षा ओके। अनि रामचन्द्र अघि थियो, उसमा गयो। सचिन कटेल, अनि समीक्षा कुवर छैन, ऊ छैन जस्तो। समृद्धि बरुवाल, सुलभ सङ्ग्रौला, यहाँ छु। सुशान्त सुवेदी, म यहाँ छु। तपस पौडेल, यहाँ छु। गुड। अब त्यस पछाडि यति गरे पछाडि होमवर्कमा पनि तिमीहरूको म यहाँ उयो गरिहाल्छु है त होइन। होमवर्कमा पनि अब आज चाहिँ होइन, ओ यो त अस्तिको हेर्नै भ्या रहेनछ मैले। होइन, अस्ति सबैले राम्रो बानी लेखेको थियो नि होइन। यो चाहिँ 3A को ओके। आजको होमवर्क त 3A को होमवर्क हो नि त। ओके ल, आरोग्यको रेकर्डिङ थियो, अग्रिमाको पनि थियो, आश्विनको पनि थियो, आयनको थियो, दीक्षाको थियो, रामचन्द्रको थियो, सचिनको पनि थियो, समीक्षा थियो कि थिएन? समीक्षा आएकै छैन क्यार। हो समृद्धिको रेकर्ड गर्यो होइन? रेकर्ड गरौ। गुड। सुलभको थियो, सुशान्तको पनि थियो 2टा पार्ट, तपसको थियो। ल गुड जब, एभ्रिबडी डुइङ गुड। समीक्षाले चाहिँ यहाँ अब उसको क्लासै प्रेजेन्ट भएको छैन, त्यही भएर होला। ठिकै छ, अर्को क्लासमा मुभ गरे पनि हुनसक्छ। ल एभ्रिबडी डुइङ गुड होइन। अब तिमीहरूले चाहिँ एकदम राम्रो गरिरहेको छौ। अनि घरमा अब पढ्नु पनि पर्यो, अलि पढ्ने भनेको सब पढ्नु मात्रै पर्दैन, खेल्ने पनि, अनि नेपालीमै गफ गर्ने दाजुभाइसँग पनि, अनि त्यस पछाडि अलि नेपाली पनि पढ्ने। अब त हेर त तिमीहरू अक्षर पनि पढ्ने भइसक्यौ, लेख्ने पनि भइसक्यौ, अब नम्बर पनि लेख्न आउँछ अर्को होइन, अर्को हप्तादेखि 1 2 3 4 5 6 भनेर। अनि भनेपछि त अब तिमीहरू त एकदम ग्रेट भइहाल्यौ नि होइन, तिमीहरू एकदम ग्रेट भइसक्यौ। त्यसो हुँदाखेरि एकदम राम्रो हुँदैछ। अब ठिक छ, किप वर्किङ हार्ड, नेपाली पढ्ने उ गर्ने, अनि त्यही गर्दै गर्ने। ओके ल है, ल सबैलाई बाई बाई। ल बाई बाई बाई। बाई।